हेलो हेलो साथीहरू सबैलाई शुभ बिहानी भन्न चाहन्छु। म त यस्तो ठाउँमा छु नि हो साथीहरू, के गर्ने है। एक्लै छु, पछाडि यस्तो यति धेरै पानी छ, जताततै हेऱ्यो पानी नै पानी छ। हेर्नुस्, त्यो रुखको फेदसम्म पानी छ भने त्यो पुरा डाँडासम्म पानी छ। अनि यता हेर्नुस्, त्यो रुख त झन् पुरै पानीमै छ, उता परसम्म पुरै पानी छ। अनि यो वाल जस्तो देखिराख्नु भएको छ, यो पुरै पानी छेकेको हो। ड्याम हो भने उता पर त्यो डाँडासम्म छ। अनि यतातिर मेरो पछाडि हेर्नुस्, जहाँसम्म देखिन्छ त्यहाँसम्म चाहिँ पुरै पानी नै पानी छ। यस्तो छ ठाउँ। भने पछाडि यो पुल जस्तो छ, यसको मुनि चाहिँ 7 वटा गेट छन्, त्यहाँबाट बढी भएको पानी छोडिन्छ हौ साथीहरू।